तोय घर धुल खेला त तोय जोर्मियो नाल सबै चुड्यो नाल चुडेर के कहाँ दलानमा पर्सामा त्यहाँको त्यही घरको पर्सामा उता घरको पर्सामा भुस राख्नु गरा खाने पर्सातिर गएर नानी बाजेले फेरि बढीले चामल केलाउने बाजेले फेरि गोठा गोबर सोकर गर्ने गोबर फाल्ने त्यहाँ रुवाएको सुनेर ए छोत्री बुढी बाख्रा रुन्छ कहाँ हो कहाँ नानी रुन्छ थाहा छैन तँलाई भनेर गाली गर्न आउनु भनेर चामल केलाउँदा कहाँ सुन्नु नदियो भनेर चामल केलाउँदा छोडेर जानुभयो अब नाल सागको तिन जानु छ पानी लगायो पानी खानु जान्थ्यो भने पानी खान नलाग्यो कि बाख्रा खोकिहाल्यो पानी कोही चाहिँ माग्यो कोही पनि छैन छोरो त कामै लाइन के काम छोरो त काम लाइन भन्दै पखालेर ल्याउनु तेल पकाएर ल्याइदिनु अब ड्रप बोल्दैन बालेले फेरि त्यो बाउले त अस्पताल गर्ने एउटा ढेँडे हो बालेले एउटा ढेँडे पो ढेँडे बुझी छैन मेरो नाइट चाहिँ यो ऊ त इन्डिया जन्म भएर होला कि होइन अरू 9 वर्ष भइसक्यो ठुलो भइसक्यो बच्चामा देख्न पाएकै होइन त्यो त जन्मे त्यसपछि त जौल्या पनि जन्मियो हुन् के होइन र तपाईँको क्या होइन होइन जौल्या पनि कान्छी फुपैसँगै अर्को एउटा जन्मिएन र अरे फेरि अरू कतिवटा भैँसी बाख्रा थियो त त्यति बेला त्यहाँ 8-9 गाई गोरु गोठै छैन त्यहाँ त दुईल गोरु थिए गोरु नि होइन भन गोठ छैन त्यहाँ त गोठ के गोठ भत खाएर उतापट्टि सानो बनायो गोठ कता थियो अगाडि उता जहाँ बनाएको नि त्यही गोठ हो पहिला त्यही हो पछि भत्काएर त्यो सानो बनायो ए पाँचवटा 4-5 कि 4 दुनु भएको भए हुन्थ्यो बाजेले दोनी सक्दा ओले दुन्नथ्यो फेरि बाजे दुनुहुन्थ्यो तर गाउँ थियो कि उहिले बालिन छन् क्या उहिले बालिन केही पनि नहुने के हुन्थ्यो गाबु मुइ बार्ने ठेका हुन्थ्यो कि गाउँमा गएर ल्याएर टङ्गाउनुहुन्थ्यो कान्छाले काँचो दुध घट 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 खानुहुन्छ कान्छाले काँचो भात लाउनेले एक दिन देखेँ मैले खान लाग्यो दोहोर ल्याएर टङ्गाउनु आयो घट घट खानु ठ्याक काँचो दुध के खाला कस्तो खान्छ काँचो दुध खेल्नु के हुन्छ टिभी हुन्न अरे कि टिभीले भेटान्न अरे कि भनेर त्यो त अझ त बोले खाने क्या घिउ चोर्दै खाँदै दुध 4वटा भैँसी 2 हल गोरु 4वटा भन्नाले नि पाडी गरेर 2 हल गोरु 4वटा गाई पनि दुनु थियो क्या होमेली गाई भन्ने त म ग्वालगामा मुग्रे आएको त्यो चिउरा बसेर
राम्रो हमेल गाई थियो उम् 15-16 बाख्रा उम् मुन्तेराका फेरि एकल गोरु मारेको थिएँ कि मुन्तेर फेरि एकल गोरु एकल गोरु मारेको थिएँ पारि ग्वाला गयो सयलानी दुई ग्वाला त्यो मुन्तेर बोएर तपाईँ मुन्तेर बोयो होइन पारि गयो नै साँझ आमा के किन के साँझ आमा थियो नि ए हो त पहिला चाहिँ कुमारको बोइ थिएन तिनीहरू एउटा छोरी जोड्दा हो किन बाजेले लाउरको लाउर थियो कि मैले देखाएको थिएँ तिमी गएपछि आएर बिहा गरे हुन् कि त्यहाँको बानी जस्तो हाम्रो बाजेको बाउ फेरि थिइन् हुनुहुन्थेन बाजेको बाउ बाजेको दुई भाइ हुन् के त्यो दुई भाइ त हुन् त्यहाँको भाइ फेरि थिएनन् कसको भाइ मुन्टेर बाजे के एउटा थियो के एउटा थियो क्या चेत्ते भने मुन्टेर चेत्ते माथेर चेत्ते भन्थे ए त्यहाँको भाइ चेते थिए कहाँ गयो त्यो दिन फेरि त्यहाँको बाउ के बाजेको बाउ ए तपाईँले पनि देख्नु भएन मरिसकेको थिएँ बाजेको बाउ मर्या एउटा सानो त्यो टुरा टुरी जस्ता थियो क्या मुन्टेर जेठाजु त्यो दुई भाइ एउटा काँचो त गर्व थियो क्या मर्दाखेरि बाजे कान्छो फेरि कहाँ गयो त फेरि कान्छो देखिन्छ सम्पत्ति धेरै नआएर लहर गयो क्या बेच धेरै लै छन् कि त्यहाँ कहाँ मलाई बाजेको भाइ होइन ए बाजेको भाइ गइहाल्यो तपाईँले उसलाई पनि देख्नु भएन के अरे बाजेको आमालाई पनि देख्नु भएन आमा पनि बितिसक्नु भएको थियो हुनुहुन्थ्यो ए मुन्तेर बोइ हुनुहुन्थ्यो घर चाहिँ त्यही थियो पहिल्यै घर चाहिँ बनाइसक्नु भएको रहेछ ए त्यहाँ बाजेले बनाउनु भयो होला पैसा ल्याएर बनाएको हुन्थ्यो नि यिनै बोइले बनाएको है घर बनाएको सानो बुकुर थियो बुढीले साना टुरा टुरी हुर्काएर माथि हाम्रो बाजेले बारी लगाइदिने खेत लाउने गर्नुहुन्छ त्यतिखेर दमारको नि बारी किनिसक्नु भएको थियो तपाईँ आउँदाखेरि किनेको कहिले किन्यो किन त किनेको थिएँ बाजेले किने अरे बाजेले पनि 60 रुपियाँमा किने अरे त तपाईँ बिहा गरेर आइसकेपछि पछि किन्यो किन त किनेको थिएँ हाम्रो लाँदाखेरि फेरि ए ल त्यहाँ त बारी त कम छ नि जम्मा 2टा बारी मात्रै लाउनुहुन्थ्यो तपाईँहरूले के टेकनटार होइन कि यहाँका बारी त टेकनटार नलाउने भएपछि यहाँ त बारी त 2टा बारी मात्रै भयो 2टा बारी मात्र होला तल गइरासम्म कस्तो हुन्थ्यो गइरा बुटा उब्रे त्यहाँबाट तल गइरा त्यो काल्नु त्यो उता बाँझ नि काल्नु त्यो काल्नु सबै जोतेर यात्रा मगेको हुन्थे हो र त्यो कालामा दुईहरू गोले जोत्ने ओरबाट आर्ने घरसम्मको काल्नु आर्ने घर त्यो डुब्रीबुट छ नि त्यो बाँझ छ काल्नु त्यो डुब्रीबुट मुदेर हो त्यहाँ ओर सबै जोत्ने तै म टलक्कै एउटा टाँ तै बस्थ्यो ठुलै टाँ बस्थ्यो दमाएर नलाए पनि त्यत्रो हुन्थ्यो होइन दमाएर गहत फिलिङ्गे छर्ने गहत फिलिङ्गे तिल छर्दै मागेको टेकनटार तल बाजेले कसो ल्याइदियो हुनाले अहिले काम लाग्छ कि सस्तैमा उहिले 60 रुपियाँमा दर्ता गरे अरे उसले धाइचुरको के बाहिर घुस्टुङ राउतका बाहिर उसले किनाएर त्यो साँझपछि राउतका बारी यो धाइचुरियाको धाइचुरिया त्यो दमारको चाहिँ धाइचुरिया हो त्यो सबै
मदारकोले कसले किन्यो त मदार बारीमा थियो हाम्रो किन्या बारी थियो नि त्यो चाहिँ बाजेले किन्या बारी चाहिँ कसको धाइचुरिया बारी हो तिन सबै होइन धनचोर गुरुङको कसको भन्थे हो र त्यो आनेपट्टिको त्यो धनचोर गुरुङको अरे धनचोरको मान्छेको यता यतिका जग्गा कहाँबाट आएछ है दर्ता गरे उहाँ चिन्दाखेरि गरेन क्या दर्ता गरेर धेरैमा हो 10 रुपियाँ 5 रुपियाँ आयो दर्ता गरेर छोडे पछाडि त्यसले धेर भयो भनेर बेच्दै सबै बिक्री भयो धनचोरको मान्छे बाठा रहेछन् होइन बाठा रहेछन् कि यो लामो चौरमा कस्तो बनायो लामो चौरमा एउटा घर थिएन हामी बाल जाति दही छोडिदिने आँप खाने तैँले चराउने एउटा कस्तो घर थियो बाटो थिएन होला नि त बाटो थियो र त्यो बाटो थिएन घरमै थिएन अहिले किनेर कष्ट गराए पछ्याएर एउटा चामल किन्न कहाँ जानुहुन्थ्यो त तेल 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 नुन अनि तेल नुन त धनी बाहिर अन्त कहाँ थियो 11 दिन 12 दिन आउने नुन ल्याएर ढोक्रामा हाम्रो बाउहरू नुन ल्याएर ओर्नी खर्च बनाएर जाली खगन लगाएको ढोका लगाएर अनि 12-13 दिनमा नुन ल्याएर हिँडेर यत्र पोका नुन ठुला पोका मल्का पोका ल्याउने जडाको गर्ने नुन सकिन अहिले घर नुन छैन आए पुरा त नुन त तपाईँ ल्याउनु जानुभएको नुन तपाईँले ल्याउनु जानुभएको म त गइनँ बा आउने बेला आधा भनेर हस्केर जान्थ्यो ल्याउन एउटा सुयो चाले गोरको घरको हुन्छ अरे भनेर ल्याउनु जान्थ्यो तल लामो चौर धाइचुरबाट लामो चौर चक्चैसम्म जान्थ्यो हाम्रो दिगुरु त्यहाँ हिँड्दै चक्चैसम्म ल्याउनु जान्थ्यो बाउले बाउले के ल्याइदिएर आउनुहुन्थ्यो त त्यही टमाटो भुसा नुन तपाईँहरूले के भेल ल्याउने यस्तो भेल ल्याउने मैले फेरि गुलियो भेल नखाने गुलियो खाने भेल भनेर फेरि मलाई गोडी किनेर ल्याउनु थियो बाले गुलियो खानुहुन्थेन तपाईँले त्यस्तो पाका केरा छैन अहिले फेरि खानुहुन्छ कि गुलियो केरामा बिगार परे केरा प्यालाई कस्तो पाक्थ्यो केरा हाम्रो सानो बुकुर घर केरा त्यहाँ पाक्छ भने सबै तै राख्न ल्याउने तिजना मैले त तिजना उभाएको थियो उभाएर उस्नेर खाने केरा नखाएर कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर मैले सानैबाट उभाएर लाम केरा आमाले उसन खाऊ उसन दिन्थेन तपाईँ कति वर्षमा बिहा भयो हजुरआमा मेरो 15 वर्ष 16 वर्ष हाम्रो 16 वर्षको बिहा भयो 19 वर्षमा लागेपछि फुपू जन्म्यो म 19 वर्ष लाग्यो तपाईँको के अरे बिहा फेरि कसरी भयो त माग्न जानुभएको थियो हजुर माग्न जानुभएको थियो कसरी थाहा भएको छ म त सानो माग्न गएर धाइचुरामा बाउ बित्नु भयो वैशाखमा बिहा हुन्छ बाउ बित्नु भयो अर्को उसमा फाउनमा आयो मलाई वैशाख नुन ल्याउन माले बिहा गर्ने अब सानो सानो छोरी यसको नाम कनेरा दिने यसको बिहा हेर्ने भनेर नुन ल्याउन तौलो गाग्री तौलो कपडा ल्याएर आउनु बाउले झन्डी गरेर झन्डी भने कहाँ हो दाङ झन्डीमा त्यो पहिला हो क्या बाजुरो गर्दा गर्दा नि त्यता किन्नर ओत्यो अरे क्या किन्नर ओत्यो थाहा चिनेको छु
हो बाजुल गर्दा भन्थे झन्नी भन्थे उहिले रेल नदेखा हाम्रो बा मन्तरी बुढा पहिला झन्नी जानुभयो र कपडा किन्ने नुन सस्तो हुन्छ तँ जाने पो भनेर सल्लाह गरेर गएछन् सबै रेल आएछ अरे पर ओहो के हो त्यो बुढा ओहो के हो छ कता नि कता नि अब कता जाने ओहो कता जाने हो जानेन उभिने भन्दै रेल हेर्नलाई रेल नदेखाएर ओहो के हो त्यो कता नि अब ओहो के आयो त्यस्तो भन्दै उहिलेको मान्छे ठिक पनि नदेखे तपाईँले फेरि के दाइजो फेरि के ल्याएर आउनुभयो तपाईँले ल्याएको दाइजो छ यहाँ उहिले के दाइजो थियो त्यो एउटा गाग्री तौलो गाग्री दिएको न ओहो त्यो त गाग्री पो हाल्यो भन्थे एउटा थाल एउटा बोडको एउटा लोटा उतै घरमा होला तिनी होइन उही छ अहिले नि छ कि एउटा बोडको हाम्रो छ नि कुन बोडको बोडको भन्ने प्यालो बोडको छ नि माथि बोडको माथि मान भनिन्छ हो त्यो बोडको हो ए तपाईँको दाइ तपाईँले ल्याएर आएको थियो मलाई हाल्यो भने बोड्दा एउटा हत्तर गाई फेरि उसलाई फुबले दिएको सानो गाई एउटा थाल चरेसको बोडको कहाँ हो तिनी त्यो कहाँ हालेर उसलाई गोड्दा ए भनेपछि तपाईँले चिन्ने भने त्यही मानो रहेछ तपाईँले मानो चाहिँ मानो छ नत्र अब लोटा पनि उयो सानो लोटा त्यो हुँदै राखेको हुन् सबै उयो राखेको तपाईँले माया लाग्छ होला नि त्यो उसको त मानाको क्या मानाको त्यही मानो भनेर ल्याएको दुईवटा सरसबाट ल्याएको कहाँ पनि दुलो परेर फालेको त्यो बालीले खाने उसले हौल बाली खाने गरी यत्रो थियो चरेको थाल त्यो थालमा अब कसले खान्छ अरे थाल अब खाने गर्ने बाँडा बस्छ भनेर झिकेर खान लाग्यो त्यो थालमा त्यो थाल होला कहाँ हो त पर छ है ए पर होला होइन छुट्टीदाखेरि त ल्याएर आउनु पर्ने हो त छुट्टीदाखेरि लिएर आउनु भएन हाम्रो दुईटा गाडी छुट्टिएन एउटा चुइनी गाडी चुइन्थ्यो त्यो पनि चुइनी गाग्री एउटा लोटा त्यो ल्याउ नि अरू केही थिएन आए तर चोरबानी माने आइरहन्थे कि त्यो हिँड्यो कुलो खन्न आए ए नाति के पर्यो त बाँडामा के पर्यो त पर के पर्ला बाजे एउटा पतेलो परेको छ क्या पतेलो रे पतेलो पूजा लाग्थेर पर घर बुकुर घर किनेर केन्द्र बुकुर सुगर किन्यौँ र त्यहाँ पूजा लगाएर भित्र पर्न आयौँ बैशाखमा यो छुट्टाएर तपाईँहरू फेरि कहाँ बस्नु भएको थियो छुट्टाइदिइसके छुट्टाइदिएर त्यो सिक्का त्यो बाख्रा पर्थ्यो नि त्यही बाख्रा कोरा बसेको थिएँ कि त्यहाँको उतापट्टि गोठको उतापट्टि यता भयो है कसातिर ए कर्सातिरको मालापट्टि बस्यो 2-3 शास्त्रै कहाँ बस्यो त्यही उसमा सिक्कातिर ढोका के सिक्कातिर अहिले यताबाट जाने बित्तिकै छिर्नेवाला कोठो बाख्रा खोर भन्थ्यो त्यही बाख्रा खोर उता अहिले त त्यहाँ किचन बनाछन् हो त एउटा कोठो दिएको थिएँ कि एउटा कोठो दिएको थिएँ अब हाम्रो ठाउँ अब काँची बस्ने काँची सुत्ने काँची खाने ठाउँ भएन अनि त्यो ओसारी गाँसेर यहाँबाट ढुङ्गा बोकेर हामीले त्यो खोलाएर अन्त ओसारी गाँसेर त्यसमा तेलपाती उयो राख्ने मुन्टेर बस्ने पकाउने खाने गऱ्यौँ धेरै बसेनौँ वैशाख छुट्या वैशाख जेठ वैशाख बोकेर
अर्को उसमा त छुट्यायो यहाँ घर किनेर पहिला यहाँ जग्गा किनेर घरै थियो र यहाँ घर बनाएको थियो कि बित्ता गिरेपछि सानो घर बनाएर छुट्याइदिएको थियो कि कसलाई गिरे भन्छ नि जसबाट किन्यो भित्ता कहाँ हुन्थ्यो फेरि त्यहाँ छुट्याइदिएर त्यहीमा बसालेको थिएँ बसालेको थिएँ र तिनीहरूले रोल आयो कि तिमी गिरा बोक्दाखेरि यहाँ किनिरहेको किन नतालाई मार्छु भनेर रोटी खान जाने रहेछ त्यो हजुरबालाई किनिरहेको किन मैले त्यो चुत्र काँडा खान जाने होस् त्यहाँ अन्त खान चुत्र काँडा खाने हो भन्ने मैले भन्ने त्यो मुसाको बाउ भन्ने बारीको भित्ता बाजेको के पर्ने हुन् तिनी भाइ पर्ने हुन् दाई भित्ता बाजे दाईको जग्गा हो यो किने हामीले तिम्रो दुईटी के एउटा पाउँछ अरे एउटी पालबाली मान्ने तिमी पालबालीले गयो कि सबैलाई ए पाल्नेवालाको चाहिँ यो जग्गा थियो तिनीहरू चाहिँ बसेछ अरे होइन पालबाली त्यो पारी दिएको थियो वारी खान्छ कि पारी खान्छ भने गरे कि त्यो हजुरबालाई बुढाले पारी त गाउँ त हामी बस्छ मैले दिन्न भने त्यो गिरेले त्यसले रोज आएर छोडेपछि बल्ल हो यहाँ किने अरे 16,000 मा किने यो त्यतिखेर 16,000 फेरि धेरै हो नि त 16,000 मा खेत किने 16,000 बाहिर 16,000 मा खेत फेरि वहाँ माथि यो 16,000 मा यो सबै होइन तल खरानदेखि त खरानदेखि खरान सबै हो क्या यो खोलादेखि बाहिर सबै हो त्यो खरान फेरि अब आइडियाइडी पर्यो भित्तागालाई त्यो पल्टनेलाई आइडियाइडी गरिदियो त्यही भएर पल्टनेलाई माथिपट्टि पर्यो उताको पल्टने खायो तिमी पालबारी तिम्रो बस्या बाहिरी यताको फेरि हाम्रै किन यो सबै खोर्ल्यापै नदिएर फेरि उतापट्टिको फेरि पल्टनेलाई दिएछ नि त किन भित्ता घर त त्यहाँ छ नि त्यहीँ थियो किन फेरि भित्ता सरेछ नि त किन त्यहाँ सरेछ नि भित्ता भन्दा नि त्यहाँ अब झर्ने डो पनि भएन यता जग्गा ल्याएका नि यता घर बनाएर बसे कि त्यो भित्ता बाजेले बनाएको त्यहाँ घर त्यो भित्ता बाजा गर्न पाइँदै थियो देखि कहाँ पाइबे नुवाइल डोला त थाहा पाउनु नुवाइल डोला बस्यो भने पहिला उसको घर बनाएको छ सुमाने हो तै थियो क्या त्यसले धपाउनु न बाहिर ऊ के पाठो खै एउटा ढोका मात्र थियो हाम्रो यत्रो थियो कि घर यत्रो त्यत्रो किन ए भाडा राख्ने त्यत्रो घर थियो एउटा ढोका मात्र थियो दुई ढोका थिएन त्यो उसलाई सुर्जीले बिहा गर्दा कुर्सीले होइन त्यो फुर्सी त्यो चुर्जी कोठार गएर किने आउँछ नि घर त्यहाँ बेचेर न जस त्यो घर चाहिँ तिनीहरूले बनाइसकेको थियो होइन त्यहाँ बुग्रो चाहिँ बनिसकेको थियो पहिला हामीले बनायो होइन भर्खर बनाएर त्यो बिसिए कुरो जोर्मी र सुतेर ल्याएर त छोडे फाल्यो के
तैँले ल्याएर राखेँ अन्त पछाड ल त्यही घरमा बस्छ सिपाही बस्छ अब पाइप बस्छ नानीले त्यही घर बाहिरी एउटा उसको बोरीको बुटो तै बसेर मल खाएको थियो ऊ छैन होइन आमा बुढा थियो मुदेर मल खाएको थियो कि मल खाएको थियो थियो मल खाएको थियो त्यो दुईटा आँपा रुख मुन्थेर तिनी आँप फेरि आम लगाइदिए पनि एउटा त्यो गिरे आमा लगाइदियो उतापट्टिको काटे बित्ताको एकपट्टि फेरि के लिएर मैले काटेर यताबाट आँप थियो हेर त्यो आँपको लगाइदिनु पऱ्यो खिटी लगाइदिनु भयो लु तँ लगाइदियो ऊ जागिनलाई चाहिँ मैले लगाएर जागिन रहेछ भने दुइटै उम्रियो एउटा बुटो काट्नु फाल्यौँ एउटा बुटो त्यो ठुल्ठुला थियो कि अहिले सानो हुन्छ त्यहाँदेखिको आँप बुटो त्यहाँदेखिको फेरि डोकामुनि ढाके किने आएर हामीले डोकामुनि ढाकेको थियो आँप अन्त बिस्नीले त्यो मिराले गिरे जहाँले त्यो आँप पनि ल्याउने हो तिनी केरा पनि ल्याउने हो केरा पनि ठुल्ठुला गरिन्थे तिनी आँप पनि ल्याउने हो अन्त छुट्टेपछि आँप लगाउनु भन्थ्यो लैजानु जेठा भन्यो कि लगाउने फले सबैले खानु चाहिँ लगाउँदैन भन्यो त्यसले त्यहाँ घाँस काट्यो कि ठुल्ठुला फल्थ्यो कि अरे यो घर बनाउँदाखेरि नि हुँदैन यो घर बनाउँदाखेरि यो घर बनाउँदाखेरि सबै सानो केटाटी को घर बनाएर हजुर विशाल घर बनाएर विशाल ढुङ्गा लगाएको त्यो तपाईँहरू आएको त्यहाँ सोरिसकेपछि यहाँ घर बनाइहाल्यो त्यहाँ आएपछि यहाँ थियो कि त्यस्तै चौर थियो कि बाँधो ठुलो पाटो भैँसी चर्ने गाई चर्ने थियो मैले घडे हेर्नु भनेर गएको ऊ तल घडे निक्ल्यो भने अनि त्यो हजुर आएर कहाँ त्यस्तो बनाउनु त्यहाँ त बाहिरी हुन्छन् भन्नु फेरि यहाँ बनाएको कि तलको बारी बनाउनु भएको थियो तपाईँले यहाँ पोखर थियो ठुलै त्यही पोखरा पनि गराउनु बेलकी बुढा थिए पोखर थियो त्यही पोखरा पनि गराउनु भनेर घडे लिएर आएको थिएँ पछाडि त्यहाँ गर्ने होइन मान्छे बनायो हुन्छ भने फेरि यहाँसम्म थियो अहिले कस्तो बिरुवा खाएर सम्म थियो पाटो जग्गा गर्दा हेराउँछन् किन्दा पहिले पढाउँदा ल घडे हेर्नु जा भनेर डम्रेले गएँ क्या म टेपुन डम्रेले हेर्थेँ हेर्ने भन्नाले के ऊ हेर्ने हात हेरिदिने धुलो कोर्थे हेर्थेँ कि त्यसले जान्थेँ कि त्यहाँ धुलो कोरेर चाहिँ तपाईँको जब्बाको यो ठाउँमा बनाउनु भन्ने भने त्यो घडेरी त्यहाँ घडेरी निकालेर के गर्ने अब त्यो त त्यो घडे त त्यहाँ त निकासै छैन कहाँ यता ल्याउने गाई यता ल्याउने आँगनबाट पर आँट्छ नि गोठपत्तीहरू के हो त्यहाँदेखि भनेको भो त्यहाँ त गर्दैन घर भने फेरि भित्ता यहाँदेखि दिएको कि यहाँदेखि बनाएर गोठ र घरसँगै बनायो होइन घर बनाएर पोचाएर त्यो गोठ बनायो लाम्बै हो गोठ त पत्ता हो लामो त मलाई पनि थाहा अरू कतिवटा थियो त्यतिखेर तपाईँ सर्दाखेरि चाहिँ गाई बाख्रा नि गाई बाख्रा पनि त बाँडफाँड भयो लगेर गाई बाख्रा एउटा गाई ढाई चुर्रा ल्याएको थिएँ मैले त्यही गाई ल्याएको एउटा गोर ल्याएको दाइजोबाट एउटा गोर पऱ्याएको एउटा गोर पऱ्यो एउटा भैँसी फेरि कस्तो त्यो घरबाट हामीले त किनेर ल्याएको गोरुम्पाबाट भैँसी
अन्त पऱ्यो भने यिनीहरू भैँसी यति दुध दिने हो कि त्यही भैँसी परेन भैँसी ल्याएको क्या हामीलाई ए गोरुम्बाबाट किनेर ल्याएको भैँसी चाहिँ दिनु हो किन ल्याएको भैँसी यति दुध धेर दुध दिन थियो कि धेर धेर दिन्थ्यो बुढीले खान्छे यति एक पाइट दुध दिन्छ यति भन्नुहुन्थ्यो अरे औरती त एक पाइट दुध दिनु भैँसीलाई भन्नुहुन्थ्यो अरे दुध दिनु भने नि त्यो भैँसी मर्नै लाग्ने थियो अब यहाँ कामसँग चर्ने बिचार्दैन चराइ बिहानै दुध चराइरहने छैन हातमा घाँस गर्ने त्यो भैँसी त मटेर ठुर भयो त्यहाँ दुध पनि मसिदियो अन्त त्यही चढेर गएछ त्यही आँगनमा गएछ कि आँगनमा गएछ अरे त्यो हजुरबाले नदेख्ने आँखा नदेख्ने कसको च्यानामा काट्ने हो यो भन्नु त अरे च्यानामा काट्ने आएको यो भैँसी कसको अनि बुढीले बोइले तपाईँले बुर्ची भन्थे यो घर कतिमा बनायो हजुरआमा थाहा तपाईँले ढुङ्गा ओसारेको छ ओसारे 3 लाखको छोइलो तपाईँले नि बोक्नुभयो ढुङ्गा मैले कहाँ बोक्नु मिस्त्रीले ढुङ्गा बोक्नेलाई 3 बाई डाला हो अरे 8 पिस दिएको मेरो मैले 8 पिसेर चाहिएन र त्यस्तै नबनाइकन ओल्थ्यो आएर 8 पकाएको थियो कि कहिले 8 जना कहिले 9 जना ल्याइरहन्थ्यो कि ढुङ्गा तिनीहरूले फेरि त्यो आटो दिने हो कति पाथे 3 पाथे यहाँ खान्दिन कि 8 पकाएर ढुङ्गा ल्याउनेलाई पैसा दिनु पर्ने थिएन पैसा त अन्धेर ल्याएको के हो ए पैसाहरू हिसाब गरेर ल्याएको ढुङ्गालाई तर खाना पनि दिनु पर्यो खाना उतार बोकेर ल्याएको दिनु पर्यो 3-4 दिन 8 हो 3-4 दिन पैसा भात दिने उठेर भात दिन भात खान्थे कोही बेली आठो मिठा मुठी खान्थे आठो ओसारे मान रात्र ढुङ्गायो त्यही त हाम्रो ढुङ्गा अझ छैन 2 दिनपल्ट फेरे परमा 2 फेर फेरे टिल्लायो शोभाले पनि 2 फेर फेरे हाम्रो उनी ढुङ्गा छ जेठमा 2 साल घर बनाए नि 2 साल फेरि ढुङ्गा बोकेर यहाँ मुएर आएँ ढुङ्गा लाने मान्छे ढुङ्गा आएर 3 जना 4 जना आए अब घाम जेठामा आउँदैन घाम बोलाएको छ पानीले तल दुध खोलामा एक कपनिया पानी कुलो बनाएर पानी कपनी हुन्न घर जानु पर्यो फेरि पानी आयो भने आउनु पर्ला त्यो पखरो छेउ ओराइदिनु त्यहाँ पखर थियो अब घर जानु पर्यो भने तिनीहरू सुते दिउँछ तिनीहरू सुतेको त हुर्केर पानी त अलिअलि पानी आयो ओहो दिदी तपाईँको त भाग्य रहेछ अन्त घर जाने भाइ तब भाग्य रहेछ दिदी पानी आयो भने ढुङ्गा लायो ढुङ्गा लायो बाख्रो काटेँ भन्नाले पानी नभएर ढुङ्गा नलाउने भएको थियो पानी पँधेर बोक्ने पानी पँधेरै छ माथि पखर थियो ठुलै पखर थियो पखराको डममा पानी सक्यो अन्त ओहो दिदी तपाईँको ठुलो भाग्य रहेछ हेर्नु अहिले ढुङ्गा लगाइसकेर जाने भने ढुङ्गा लगाइसकेर बाख्रो पाठो काटेँ खाएँ तपाईँको त यो घर त तपाईँको घर त कति राम्रो बन्दा रहेछ नि हेर्नु माइती उसको कान्छीको माइत घर थियो खया डाँडाको त्यो घरमा त्यतिखेर बनाएको छ त्यो घर त बाख्रा जस्तो छ हेर्नु त्यो घर त
खुब बनाउँदै बनाएर उम्, पेटा राख्छु घरको नामले बनाएर भने पनि नलाग्नेले अँ, तपाईँ त अब छोरा नातिको पालासम्म तपाईँलाई ढुक्कै हुन्छ दिदी उम्, भन्दै लाउँदै गर्थेँ कि अँ, सालै पछि घर छाउन पर्ने हुन्छ उम्, खर काट्दै घर छाउँदै 1-2 साल बिराउँछ न घर छाड्ने उम्, डाँडा भाटा कति चाहिन्छ उम्, तपाईँलाई ढुक्कै आनन्द भयो दिदी तपाईँ त भाइको रहेछ हुँदैछ उम्, अब आइसाल 5 सालसम्म अनि छोरा नातिका पालासम्म उम्, नाति पलातीका पालासम्म तपाईँलाई ढुक्कै भयो भन्थ्यो कि उम्, अनि एउटा जोगी फेरि त्यो भयो पर्थ्यो कि फेरि टाउ टलाएर बाँस खोज्दै आउँथ्यो उम्, एउटा जोगी उम्, माथिर गयो उम्, चामल ल्याएर जान्छ त्यहाँ 1 बाइक चामल राखेका उम्, 2 जनाले उम्, झमक्कै राख परेको त्यो बाउ पनि भर्खर आइदिइहाल्यो कि उम्, आएको भनेर हेर्नुहोस् हामीलाई झमक यस्तो राख परिहाल्यो उम्, तलबाट बाँस खोज्दै आएको यहाँ त घरमा मान्छे छैनन् बाँस दिन्नन् भने जस्ता सोध्छन् यहाँ त बाँस पाइन्न भने उम्, अब रात परिहाल्यो कहाँ जाने होला हेर्नुहोस् उम्, भन्यो बाँस दिनु पो आमा यस्ता यस्ता बाँस दिनुपर्छ उम्, भन्यो उम्। त्यहाँ बस्यो त्यहाँ यही घर बनाइसकेपछि अँ अँ, एकबाट धेर भएको यस्तो बाँस दिनुपर्छ त आमालाई हुन्छ गर्नुहोस् भनेर बसाल्यो यहाँ चामल मेरो फुपूहरू जन्मिसक्नु भएको थियो यो बनाउँदाखेरि माइली फुपू कान्छी फुपू बनाइदिन्थेँ ए कान्छी फुपू पनि जन्मिसक्नु भएको थियो होइन आएर स्कुल गएको पढ्न गएको कहाँ पढ्थ्यो पनि काठमाडौँ कहाँ अन्त बस्यो त्यहाँ त्यो पाहुनालाई त्यो पकाइ ओर्ने हो तपाईँ चामल राख्नुहोस् हामीले पकाइन्छ नि पकाएर खान्थ्यौँ त्यो त बसेर सिलक सास्तर कस्ता कस्ता सिलक सास्तर हालेर त्यस्तो आइसिङ लाग्दै थिएँ के सिक्थ्यो तब छोराले त रुखमुनि गयो भने खान पुगोस् रुखमुनि बस्यो भने खानु पुग्छ यहाँ मन हुन्न राम्रो होस् भन्यो धेरै सिलक सास्तर हाल्यो बस्यो आज दिन बिहान भोज दुहुन थियो गर अब छोराले राम्रो होस् रुखमुनि बस्यो भने खान मिल्छ मिलोस् यस्तो गोतिलो मान्छे कोही छैन भने बुढाले अभ्यासमा बस्यो कुरा गर्यो सिलक सास्तर जुन हाल्यो जोगीले त्यो जोइ के अनि मेरो चामल छ मेरो ऊ छ पकाइदिनु भने कोहीले मान्न भने अनि एक रात बस्ने पाहुनालाई कसले गर्ने हामीलाई पकाइदिन्छन् भनेर भोज दुहुनु थियो दुध दही जे हालेर भात पकाइदियो खाएर त्यो बाउले बुढाले सिलक सास्तर हाल्यो बसेर के हुन् सास्तर हाल्यो के बिर्से के हुन् सास्तर हाल्यो त्यो जोगीले अनि अर्को दिन बिहान गरे भोज धोएँ दुध चलाएँ दुध र चिया दुध खा राम्रो होस् तपाईँलाई तब छोरालाई बुढामुनि बसेर खान मिल्छ भन्यो आइसिङले गयो त्यो त्यो जोगी बास मान्छेतिर आइरहन्थ्यो क्या यहाँ एकपल्ट फेरि त्यो बेसाउन आएर बिसाहरू 5 जना थियो कोहीले बास दिन्छ चित्तै टेक्नु थियो क्या हाम्रो आँट अन्त यही आँट मुनि आएर बस्न हेर्नुहोस् यति थियो होइन यो यहाँ उमा आँट मुनि आएर बस्न हेर्नुहोस् भने किन आँट मुनि बस्नु यहाँ बिसाहरू त पठाएछन् सुत्छन् भने बाहिर पेटीमा सुतेँ यहाँ
आलु ल्याएसम्म आलु उसिनिनु ए खान्छ भन्छ तिमीले त उम्, किन आलु उसिनिनु उम्, आटा पकाइदिन्छु उत्यो भात किनेर उम्, आटा पकाइदिन्छु भने आटा पकाइदिएँ चिनी रस पकाइदिएँ उम्, तिमी त खुस भएर खाएँ उम्, खायो भने आटा आटा भएदेखि तिखाइनु पर्छ भने उम्, त्यो ठाउँबाट बास दिने खाँदाखेरि तिखाइनु पर्छ पहिलो मान्छे आमा नि कोही गर्छ उम्, आदिन बेसाहरू चाहिँ आदि बिहान उठेर गए उम्, उनी परालाई गर्नुपर्छ पिठबहादुर भन्ने थियो कि मन्दा बस्या उम्, सँगै बस्या ओहो माइजू तपाईँको लोछिनले माइजूको लोछिनले त यस्तो भएको उम्, माइजू बस्दा लोछिनले छैन मेरो लोछिनले बोल्यो हजुरबाले? मेरो हजुरबाले अँ, सबैजना लोछिन मेरो लोछिन यति विचार गरेको छु सबै यस्तो भएको माइजूको लोछिनले हो हेर्नुहोस् उम्, हो त होइन लोछिन मेरो लोछिन फेरि आयो किन कति बज्यो हजुरबाट आउनु तपाईँले गर्दा हो कि तपाईँले गर्दा भैँसी पनि चमत्कार निस्क्यो तपाईँको मेहनतले भैँसी पनि उ अरे के त्यो खिउवा भैँसी त्यस्तो भयो खियो गएर घाँस खाँदा त्यत्रो बयाल भएको उहाँ भयल छ नि हेर माल यहाँ ल्याए त्यो मैले त खान पाएर म त्यो होइन भनेको छु हगि तपाईँलाई सु अँ ऊ नि हजुरआमा ए गोठ फेरि कहिले बनाउँछ? गोठ 8 साल बनायो कि गोठ फेरि 8 साल बनायो कुन साल थाहा कुन साल हो 8 साल बनाएको त्यहाँ दुर्गा 84 मा बनाएको यो घर होइन? त्यो ठुलो कसौडी छ नि प्यालो कसौडी त्यो कसौडीमा यति भात पकाएको थियो आटो रातिमा आटो पकाएको थियो कसले? त्यो गोठ बनिने कर्मी रहने रानो हो के भन्थ्यो ओखरकोटको रानो 4-5 जना थिए राति उठेर एउटा ढुङ्गो यहाँ कन्ना दुईटा ढुङ्गा यहाँ एउटा ढुङ्गा टोगामा त्यसले रातिमा गोठ बनाउने बेला गोठ बनाउँदा दुर्गा फेरि स्याहार लुक्थ्यो कि किन ए नानी भात खान अब के नानी भन्थ्यो खान्न पता यसको नाउँ एउटाको नाउँ जिब्रे एउटाको नाउँ इछे तिम्रो नाउँ के हो अरे त्यो कर्मीलाई मेरो नाउँ त कान्छा हो भनेर के कान्छा नाउँ हुन्छ र तिम्रो नाउँ के हो अरे कान्छा एउटाको जिब्रे एउटाको इछे एउटा कुनै के भन्थ्यो 5 जना थियो तपाईँहरू हुने बेला यहाँ स्कुल थिएन धाइचौरमा? स्कुल त कहाँ आउँथ्यो स्कुल पछाडि मानेले छोडेर मास्टर भएको माने मास्टर हुनुभयो? भन्नेमा मास्टर हुनुभयो? मास्टर गराए त्यसलाई गरेर पढाएको के 1 साल कि 2 साल पढायो छुटायो किन छोड्नु भएको छ पढाउँदा? मास्टर बनायो अरे? त्यसले मास्टर बनाएको थिएँ त्यो रातोबाट छुटायो कि त्यो स्कुल बचाएँ होइन माने जेठोले फेरि कहाँ पढ्नु भयो अरे? त्यसले कहाँ पढेको बोल्याङ पढेको बोल्याङ
बोझा सुकेर थिएन यहाँ उम्, माइ बोले 2 साल 2 पढिएर बस्छ नि उम्, पढेको होइन पढ्न छोड्यो पढ्न छोड्यो स्कुल जानु छैन टाढा गोरु गएकी गल्दानी घाँस हाल्ने त्यही हो पढाएर गल्दानी घाँस हाल्ने दौरा बनाउने गरेर अहिले त्यही उहाँ गए टिचरलाई गएकी मामाले मात्र पढाएको त मम्मीलाई पढाइन्छ भन्दाखेरि भन्थ्यो कि बिजुले कि मम्मीलाई पढाएकी यस्तै हुन्थ्यो र दाइको जस्तो पढाएपछि म कहाँ पुग्नु थिएँ भन्थे दाइको जति पढाएपछि म कहाँ पुग्न थिएँ मलाई नपढाएर भन्थे पैसा किन पढाएन त त्यो रुगाएर कालीले पढोसी त्यो पढाइकन कालीले पढाएपछि कालीले त कान्छी बुबैसँग पढ्या कान्छी बुबैसँग पढ्या फोटो छ त के दुर्गा बुबा 12 पछि पनि पास गर्नुभएको आजले पढाइदिनु भयो आइकीले त पढाएको नपढ्या को आर्की भने कान्छी बुबा के पढ्यो हो कान्छी बुबा पढ्या नि हजामा त्यसले धेरै पढायो के के 12 सम्म पढ्नु भयो के हो नेपाली पढ्या हो के नि नेपाली खै के पढ्नु भयो खै कलेज त गइरहनुहुन्थ्यो के अरे अनि ऊ त्यसले पास गर्नु होइन र 12 त्यहीबाट त्यहाँ करारमा निकाल्दैन रुगाएर गुड्डीले के त्यसले पढाएन त्याल त होइन के 12 पास गर्नुभयो भने चाहिँ के कान्छी बुबाले हो त्यहीबाट निकाल्दैन फेल हुनुभयो हो के हो 12 पास गर्नुभयो कान्छीले लाइसेन्स ल्याएर मास्टरी भाताहरू मैले पछि गएको पढाउनु तै मास्टरी गयो ए लाइसेन्स पनि छ होइन त्यो नछोडाएपछि त त्यसलाई कति पैसा हुन्थ्यो त्यो गोरेले खान्छ के त्यो त्यसको गर्छ ए गोरेले पो खा हो त्यसले नछोडेर बसेपछि त्यसले पाउँथ्यो त्यहाँ छोडेर बिहा गर्नु हो 15,000 कसले गर्छ भन्नुभयो पहिला अनि अहिले त कहाँ धेरै टलका मिल्छ उही लगाइदिन्छ भने के बिहा गर्नेले जेठा ससुरा तिमीले लगाइदिन्छ भनेको राइनाम लिएर गयो फाँसीले नि छोडी घरती छोडी निकाल्यो उहाँ त लाइदिएलाई त उ गरे अनि पढ्दा पढ्दै बाउलाई के त्यो दुर्गा किन किन बामाले बोक्सीले एउटा दाजु जस्तै पढ्ने भई दाजु जस्तै हुने भन्दै सबैले धेरै पढ्ने भई भन्दै बामा लिएर पुरै बाङ्गे झाँक्री ल्याएर 2-3 थुम झाँक्री बसालेर भिड बसेर पढ्थ्यो के भिड पढ्नु गएको पढ्नु गएको भिड बसाले है पढ्न एमाले बस्यो मान्छे देख्न नहुने जाति देखेर लुक्न हिँड्थे अहिले दिमाग छैन कि फेरि अलि 22 त किन छोड्थ्यो त्यो फेरि लाइसेन्स आएको जति छोड्दैन नि लाइसेन्स सकेर जब त खोज्नु परेको नि लाइसेन्स भएपछि
काम त आफूले खोज्नुपर्छ क्या थाहै होइन नि त सरकारी भएपछि त यहाँबाट ट्रान्सफर त्यहाँ निकालेर गर्नु पर्थ्यो लाइसेन्स भने मैले बाइकको लाइसेन्सको निकालेँ पास गरेँ तर बाइक चलाउनु त बाइक किन्नु पऱ्यो नि त्यस्तै हो